हेलो गाइज के छ सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ हामी अस्ति नै गएको ठाउँमा जान आँटेका छौँ है। आज चाहिँ त्यहाँ जाने हो हामी विवेकरम हो अनि यिनी चाहिँ भोलि पोखरा जाने अनि आज चाहिँ यसो यो गाउँ घुमाउँछु भनेर। अनि उसले चाहिँ खास यो गाउँमा चाहिँ आफ्नो ससुराली बनाउने भन्ने कुरो गरेर आएको छ नि, तर केटीहरू कोही पनि पाएको छैन। नपाएको कारणले गर्दा कहाँ देखियो र यहाँ पनि देखियो हो। जाऊ त्यहाँ गएर बस्नु यहाँ उभिएन यसमा म एउटा भिडियो जितिदिन्छु। ए ल यो चाहिँ हाम्रो गाउँ हो है, पचभैया गाउँ भन्छ यसलाई चाहिँ। अनि त्यो रिसोर्ट छ, त्यही रिसोर्टको आडामा हामी अहिले जाने हो। तपाईँको हिमालयदेखि मरेर हो र हिँडिरहेको हो त्यसरी एकदम खतरै भ्यू आज दिन बेलुका साँझतिर हो। 1 2 3 को यस्तो यार खिच्ने बेला मलाई व्हाइट आइदिन्छ कि, मतलब इफेक्ट व्हाइट आइदिन्छ कि डेन्जर गोरो देखा तिमीलाई यो। त्यहाँ माथि आज यस्तो गइदिउँ कि भनेको। ल ल ल उफ्रिया त ल बब्बल आउँछ। त्यही ठ्याक्कै त्यो मान्छे सहित होइन, क्यामेरालाई पनि त्यो मान्छेको बडीमा फोर्स गरेर खिच्यो भने चाहिँ बब्बल देखाउँ। अनि तपाईँको फोटो चाहिँ कहाँ खिच्ने यहाँ एरिया ल कति नराउँदो आची हाइटमा आएको पखना यस्तो उठेर कि लच्छिटो बबाल देखेर आज हौ। यस्तो फोटो खिच्नु पर्छ क्या, गोरे आउँदैन त्यहाँबाट नानीबाट चाहिँ फुच्चे देखिन्छ भनेर फुच्चे देखान्छ। राम्रो गोरु देखाउँछ नि मुखा बुढो मान्छे खिचिरहेको छ। दामी दामी निकाल्दैछु है त्यति राखाइ हो। यो चाहिँ तपाईँको हेर्न सक्नुहुन्छ। अस्ति नै हामी भिडियो मैले भ्लग बनाउँदाखेरि यहाँबाट चाहिँ आएको। मैले कमल कस्तो राम्रो, तिमीको अनुहार राम्रो भएर होला कि है। कति पैसा तिरेर यो गरेर पनि तिरेन कसले हो र पर्दैन। आउला है मुला राजु तिम्रो बोलेको चाहिँ सुन्दर हुन्छ कि अनि गर पढ्छ लाइक त्यहाँ नचढ त्यो भत्किनु लाग्यो तल तल वाला हुन्छ नि त। यस्तो यस्तो खालको वाला भिडियो बनाउनु केटाहरू यस्तो 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 खालको यस्तो घर यो घरले छेडिदिएको गाउँमा है। फ्यान्सी ओके
आइसकेको छन् होइन फोटो भरेको लागि भिडियो रेडी गर्नको लागि यो अलिअलि अझै बढी खिच्नुपर्ने हो हामीले खिच्दैनन् हिँड्न लागेको अनि साथीहरू यसलाई चाहिँ लामा के अरे तल्लो गाउँ भन्छ अनि हाम्रो चाहिँ यता माथिल्लो गाउँ हो होइन अनि त्यो रूपको डाँडा भयो अब यो पछि चाहिँ तपाईँको अर्को पछिल्लो पारि चाहिँ तपाईँलाई चाहिँ म यो तल्लो गाउँको सबै गाउँहरू त्यो घरहरू कुन कुन ठाउँमा के छ र कुन ठाउँमा केटीहरू छ भनेर देखाउँछु होइन कसम